हेलो एभ्रिवान, लेट्स गो टु दि आजको छोटो मिनी भ्लगमा। नमस्ते तपाईँहरूलाई, वेलकम ब्याक अगेन। यो भिडियो चाहिँ आज बुचर गार्डन स्पेसल छ। यो बुचर गार्डन चाहिँ भिक्टोरियामा पर्छ अनि यो चाहिँ 1900 शताब्दीदेखि स्टार्ट भएको बुचर फ्यामिलीले रन गरेको स्टार्ट गरेको भन्ने हिस्ट्री चाहिँ छ। सो आज चाहिँ यहाँनिर समर लाग्दै गरेकोले गर्दाखेरि म चाहिँ स्पेसली टुलिप चाहिँ अहिले एकदमै फुलिरहेकोले गर्दा म चाहिँ टुलिप हेर्नलाई बुचर गार्डन आएको छु। सो द इन्ट्रान्सबाट भित्र छिर्ने बित्तिकै स्टार्ट भइसकेको छ। ट्युलिप चाहिँ एकदमै धेरै खालको लाइक डिफ्रेन्ट भेरिएसन्स अफ ट्युलिप चाहिँ अहिले फुलिरहेको छ त्यहाँनिर चाहिँ। अनि बाटोमा जाँदा जाँदै ठ्याक्क यो पटमा नेपालको लाली गुराँस देख्दा चाहिँ नेपाल पनि मिस भयो। एकदमै मजाले त्यो बन्साई गरेर सानोमै फुलाएको क्या, यस्तो दामी देखेको है त्यो चाहिँ। अनि यो चाहिँ एकदमै पहिला चाहिँ यो ठाउँ चाहिँ पहिला चाहिँ तपाईँलाई चुनढुङ्गाको खानी थियो अरे भन्ने कुरा सुनिन्छ हिस्ट्री हेर्दाखेरि होइन, लाइमस्टोनको। सो त्यस पछाडि त्यहाँको बुचर फ्यामिलीले चाहिँ यसलाई चाहिँ गार्डनमा कन्भर्ट गरेको रहेछ। किनभने यो एरिया चाहिँ नेपालको ठ्याक्क तपाईँहरू गोदावरी जानुभएको छ भने इट्स काइन्ड अफ लाइक गोदावरी जस्तै छ त्यहाँको हावापानीहरू चाहिँ। अनि एकदम चिसो चिसो खालको मौसम। अनि यहाँनिर चाहिँ विशेष गरेर यो ट्युलिप र अनि रोजको भेरिएसन्सहरू चाहिँ एकदमै धेरै देख्न पाइन्छ। रोज चाहिँ अझै पनि अब समर अझै पनि समर अहिले अप्रिल भयो, अप्रिल अनि जुनतिर चाहिँ रोज एकदमै धेरै फुल्ने रहेछ त्यहाँनिर चाहिँ। अहिले चाहिँ अब म यो चाहिँ सेकेन्ड टाइम हो गएको। फर्स्ट टाइम अस्ति जाँदाखेरि चाहिँ केही पनि थिएन, भर्खर स्प्रिङ तपाईँलाई विन्टरको इन्डो मात्रै भइरहेको थियो। सो म त्यतिखेर त्यस्तो धेरै फ्लावरहरू केही पनि देख्न पाएन। सो अहिले चाहिँ ठ्याक्क यो फुलहरू चाहिँ नयाँ फुलहरू ठ्याक्क फुल्दै रहेछ। तर अझै पनि मिड फुल हेर्नलाई चाहिँ ठ्याक्क अब तपाईँहरू जुन जुलाई अगस्त सेप्टेम्बरसम्म चाहिँ एकदमै राम्रो फुल फुल्ने रहेछ। यहाँनिर साकुराहरू पनि टन्नै फुलेको थियो, मैले साकुराको भिडियोहरू चाहिँ लिइनँ जस्तो छ। अनि यो चाहिँ यो प्लेस चाहिँ एकदमै त्यहाँको थिम प्लेस। यो चाहिँ सेन्टर अफ एट्र्याक्सन्स भनौँ न, यो चाहिँ त्यहाँनिरको मेन ठाउँ भनौँ। यो चाहिँ बुचर गार्डनलाई रिप्रेजेन्ट गर्ने चाहिँ त्यो चाहिँ एकदमै स्पेसिफिक ठाउँ छ त्यहाँनिर चाहिँ। यो पिक्चर चाहिँ तपाईँहरूले पहिला देख्नु पनि भएको थियो होला सायद त्यो फोटो चाहिँ। अनि यहाँ वाटर फाउन्टेनहरू पनि यसरी बनाएको छ। बेलुका चाहिँ यो लाइटहरू लगाएर सबै त्यो म्युजिक बजाएर त्यस्तो म्युजिकहरू बजाउने समरमा अझै मोर समर भयो, अझै समरको मिडतिर चाहिँ इभेन्टहरू बेलुकाको रातिको इभेन्टहरू धेरै हुने रहेछ यहाँनिर। लाइटनिङहरू पनि अहिले विशेष अब लाइटनिङको कामहरू पनि गरिरहेछन् यहाँनिर। मा जाँदाखेरि चाहिँ यो चाहिँ जापानिज गार्डन हो। यो जापानिज गार्डनपट्टि पनि लाइट जोडेर अब यो स्पेसली नाइटको लागि चाहिँ एकदमै राम्रो बनाइरहेको छ यिनीहरूले। अझै अब यो समर मिड लागेपछि चाहिँ अझै धेरै राम्रो रोजहरू पनि फुल्ने रहेछ। यहाँ लहरे रोजहरू चाहिँ एकदमै धेरैको भेराइटिजको रोजहरू देखेँ मैले। तर अहिले चाहिँ अब त्यो भर्खर अब विन्टर सकिँदैछ नि त। सो त्यो भएकोले गर्दा स्टिल दे हेभ मोर टु कम। अनि त्यही हो, अब यो भिडियोहरू हेर्नु होला, तपाईँहरू पनि भिजिट गर्नु होला। दिस इज वान अफ द बेस्ट प्लेस। थ्याङ्क यू सो मच।